हाई साथीहरू, म आज हजुरहरूको लागि मसिनो बोइल आलु र सजियनको फ्राई लिएर आएकी छु। र सबैभन्दा पहिला सजियनलाई पट्ट बोडी जस्तो भाँच्ने अनि यसलाई पखालेर एउटा तपेसमा अलिकति नुन राखेर यसलाई छोपेर बोइल गर्न राख्ने। बोइल चाहिँ हामीले धेरै बेर गर्नु पर्दैन, 5-7 मिनट जति बोइल गर्दा हुन्छ। अब एउटा कराईमा तातेको कराईमा तेल राख्ने र मेथी र सुकेको खुर्सानी पट्ट फुराउने। अनि मैले यहाँ चाहिँ नि सानो सानो मसिनो आलु बोइल गरेर राखेको थिएँ, त्यसलाई चाहिँ नि छोडाएर काटेर झैँ पार्ने। अब स्वाद अनुसार यसमा नुन राख्ने अनि अलिकति बेसार पनि राख्ने। अब यसलाई चाहिँ नि मजाले चलाउने। ल यसरी पलक चलाउने। एकछिन समय हल्का भुटिएपछि अनि यसलाई चाहिँ नि एउटा भाँडोले छोपेर यसरी राख्ने। एकैछिन पाकेपछि अब फेरि भाँडो खोलेर हेर्ने। अब यसलाई चलाएर अनि यसमा चाहिँ नि अघि बोइल गरेर राखेको सजियन माथिबाट राख्ने। अब यसरी मजाले चलाउने यसलाई फेरि। तर धेरै चलाइरहनु हुँदैन, धेरै चलाउँदा फेरि आलु फाँडिन्छ। एकैछिनसम्म चलाएर फेरि 2 मिनटको लागि छोपेपछि सजियन र आलुको स्वाद मिक्स हुन्छ। अनि अब यसलाई उघारेर एकैछिन सानो फ्लेममा फ्राई गर्न राख्ने। ल हेर्नुहोस्, यसरी फ्राई गर्न राख्ने। र अब यसमा चाहिँ नि मैले माथिबाट अलिकति जिरा धनियाँ धुलो र अलिकति धुलो खोर्सानी पनि यसरी छर्दछु। यसले गर्दा चाहिँ नि मिठो स्वाद आउँछ। ल अब यसलाई मिडियम फ्लेममा यसरी फ्राई गर्ने। चलाउँदै फ्राई गर्नुपर्छ। ल हेर्नुहोस् त, अब हाम्रो सजियन र आलुको मिठो फ्राई रेडी।